के तपाईँ पनि यो भ्रममा त हुनुहुन्न कि नेपालमा राष्ट्रिय भाषा भनेर चिनिने एउटा मात्रै भाषा छ जुन मैले अहिले बोलिराखेको छु या हामी डेली लाइफमा युज गर्ने गर्छौँ, त्यो मात्रै राष्ट्रिय भाषा हो भन्ने तपाईँको यो कन्सेप्ट छ भने यो धारणा टोटली गलत छ। नमस्कार, मेरो नाम रमेश राजवानी हो। आज हामी यही विषयमा कुरा गर्नेछौँ र नेपालको संविधानको धारा 6ले के भन्छ र संविधानको धाराको 6 अनुसार नेपालको राष्ट्रिय भाषा र यो भाषा पछाडिको कारणहरू, यसको महत्त्व पनि जान्नेछौँ। साथमा रहनुहोला। नेपालको संविधानको धारा 6ले भन्छ नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रभाषा हुन्। एउटा मात्र भाषा होइन, नेपाली मात्र होइन, मैथिली, थारू, तामाङ, नेवारी, मगर, राई र लिम्बू सो अन गरेर 113 भाषा सबै देशका आवाजहरू हुन्। सबैको समान गरिन्छ। र यस पछाडिको विज्ञान र कारण के छ भन्दा वैज्ञानिक अनुसन्धानले भन्छ मातृभाषामा सिक्दा दिमाग बढी खुल्छ। अनुसन्धानले भन्छ बच्चाले आफ्नै भाषामा पढ्दा बुझ्ने क्षमता 40% भन्दा बढी हुन्छ। सोच्ने गति तीव्र हुन्छ, आत्मविश्वास जाग्छ। किनभने दिमागले पहिलो भाषामा सोच्छ, अर्को भाषामा अनुवाद गर्छ। अनुवाद गर्दा गर्दै आधा बुद्धि पनि खर्च हुन्छ। र भन्ने गरिन्छ भाषा मर्दा ज्ञान पनि मर्छ। हार्वर्ड युनिभर्सिटीका भाषाविद डाक्टर वेड डेभिसले भनेका छन्, एउटा भाषा मर्नु भनेको एउटा पुस्तकालय जल्नु समान हो। किनभने हरेक भाषामा हजारौं वर्षको अनुभव लुकेको हुन्छ। जडीबुटीका नाम, मौसम चिन्ने तरिका, खेतीको ज्ञान भाषासँगै हुन्छ। भाषा गयो भने त्यो ज्ञान पनि जान्छ। र यसैमा साइकोलोजीले पनि थप्ने गर्छ। साइकोलोजीले भन्ने गर्छ कि मान्छेको आइडेन्टिटी उसको भाषासँग जोडिएको हुन्छ। आफ्नो भाषा दबाइयो भने आत्मसम्मान घट्छ, डिप्रेसन बढ्छ, समाजमा अदृश्य महसुस हुन्छ। जस्तै यसमा इकोलोजीमा पनि भन्ने गरिन्छ कि एउटा मात्र बोट भएको जङ्गल कमजोर हुन्छ, धेरै प्रजातिको जङ्गल बलियो हुन्छ। भाषा पनि ठ्याक्कै त्यस्तै हो। एउटा मात्र भाषा भएको समाज एकै रोगले ढल्छ। विविध भाषा भएको समाज हरेक चुनौतीको आफ्नै उत्तर बोकेको हुन्छ। र सारांशमा भन्नुपर्दा चाहिँ संविधानको धारा 6 लेख्नुको पछाडिको कारण भने केवल राजनीति मात्रै थिएन, विज्ञान पनि थियो, मनोविज्ञान पनि थियो, मानवता पनि थियो। त्यसैले भन्ने गरिन्छ नि, सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम